यो हो पोखरा फेवातालको अवस्था। अहिले हामी प्रत्यक्ष पोखरा फेवातालमा उपस्थित भएर यो भिडियो तपाईहरू समक्ष देखाइरहेका छौँ। हेर्नुहोस्, अहिले यो पोखरामा रहेको फेवातालमा भीषण तुफान भनौँ या पानी हावाहुरीको वेगले गर्दा यो फेवातालमा कयौँ नेपाली अथवा अन्य मुलुकबाट आउनुभएका पर्यटकहरूलाई अति नै दुःख दिने कार्य गरिरहेको छ यो पोखरा फेवातालले। अहिले सशस्त्र प्रहरी बलका धेरै जना सरहरूले यो उद्धार कार्य गरिरहनु भएको छ। यो पोखरा फेवातालले हेर्नुहोस्, पछाडि को दृश्य तपाईहरूले भर्खरै डुङ्गाहरू उडाइरहेको दृश्य देख्नुभएको छ। पानीको वेग हेर्नुहोस्, कति वेगले चलिरहेको छ। डुङ्गाहरू हेर्नुहोस्, कति तलमाथि डुबुल्की खेलिरहेका छन्। त्यता हेर्नुहोस्, कयौँ मानिसहरू नाउमा यो डुङ्गामा झुन्डिएर आफ्नो ज्यान बचाउन प्रयास गरिरहनु भएको छ। सबैजनालाई सकुशल उद्धार गरियोस् भन्न चाहन्छु। यो प्राकृतिक विकृतिका कारण सयौँ जनाले ज्यान गुमाउनु नपरोस्। धन्यवाद।